सबैजनालाई मेरो नमस्कार। म आज पनि एउटा भिडियो लिएर आएको छु। भनिन्छ एउटा भनाइ छ, विनर्स फोकस अन गोल्स बट द लुजर्स फोकस अन विनर्स। यसको मतलब के हो भने जित्ने मानिसहरू विजेताहरू चाहिँ आफ्नो लक्ष्यमा फोकस गर्छन् भने जो मान्छे हार्नेवाला छन् त्यो मानिसहरू चाहिँ विनर्समा फोकस गर्छन्। विनर्सले जे गरिरहेको छ त्यही चाहिँ फलो गर्ने गरिरहेको छन्। अहिले केपी ओली र बालेनको प्रतिस्पर्धामा केपी ओलीले अहिले बालेनको स्ट्राटेजीहरू अपनाएको देखिन्छ। जस्तै पहिला केपी ओली चाहिँ चुनावी क्याम्पेनमा उहाँ कसरी जानुहुन्थ्यो भने ठुला बजारमा चोकहरूमा मात्रै फोकस गरेर ठुला मासहरूमा गएर चाहिँ उहाँले लामा भाषण दिने गर्नुहुन्थ्यो। तर अहिले चाहिँ उहाँ बालेनले जसरी नै गएर घरमा कार्यकर्ताहरू भेट्ने, जनताहरू भेट्ने, उहाँहरूसँग कुरा गरिरहनु भएको छ, जो चाहिँ उहाँले बालेनको सिको गर्नुभएको हो। बालेनले चुनावी क्याम्पेन गर्नुभएको छ यसरी नै, र त्यो सिको गर्दै गर्नुभएको छ। र अर्को, बालेनलाई सधैँ एआई लगायो, सधैँ अल्गोरिदम लगाएर चाहिँ यसरी फेसबुकबाट रिच बढायो, धेरै अडियन्सहरू पुग्यो, आफ्नो मेसेज फेसबुकबाट अल्गोरिदम लगाएर एआई लगाएर चाहिँ म्यानिपुलेट गर्यो भन्ने आरोप लगाउनुहुन्थ्यो। अहिले एआईको दुरुपयोग चाहिँ केपी शर्मा ओली र एमाले गरिरहेको देखिन्छ। पहिला तपाईँहरूले विचार गर्नुभएको थियो होला, राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनको पक्षमा कमेन्टहरू धेरै हुने गर्दथे। तर अहिले केपी ओलीको पक्षको, केपी ओलीलाई राम्रो भनेको कमेन्टहरू चाहिँ कमेन्टको माथितिर आइरहेको छन्। यो चाहिँ अल्गोरिदम र एआईको प्रयोगले गर्दा भएको छ, जुन चाहिँ उहाँले स्ट्राटेजिकली चाहिँ बालेनलाई लक्ष्य गरेर गर्नुभएको छ। यो बालेनले पहिला जे गर्थ्यो भनेर आरोप लगाइएको थियो त्यही चाहिँ उहाँले गर्नुभएको छ। यद्यपि बालेनको त्यो एआई प्रयोग भएको थिएन, त्यो नेचुरली ग्रोथ थियो, तर उहाँले चाहिँ एआई नै प्रयोग गर्नुभएको छ। र अर्को कुरा, उहाँले पब्लिक डिबेटको कुरा पनि गर्नुहुन्थ्यो, र पब्लिक डिबेट हामीले अस्ति देखिसक्यो। उहाँ बालेनसँग त कि उहाँ रन्जित तामाङसँग पनि पब्लिक डिबेट गर्नको लागि हार्नुभएको अवस्थामा देखियो। उहाँ एकदमै डिफेन्सिभ अवस्थामा हुनुहुन्थ्यो। रन्जित तामाङले उहाँलाई एकदमै लज्जास्पद तरिकाले पब्लिक डिबेटमा नै उहाँको यथार्थता देखाइदिनु भयो। त्यही भएर उहाँ अहिले पुरै डिफेन्सिभ अवस्थामा हुनुहुन्छ र देशभरि नै पुरै बालेनमय भइसक्यो, रासोपामय भइसक्यो। झापा 5 मा अवश्य नै बालेनको विजय छ। धन्यवाद।